साथै भिरकोट जेसिस तथा लायन्स क्लब जस्तै यस वर्ष अतिथि आसन गरिदिनु माधव थापाज्यूलाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। वार्ड नम्बर 1 का आसन ग्रहण गरिदिनु तथा नेपाल सन्त निरंकारी मण्डल नेपाल केन्द्रीय कोषाध्यक्ष श्री कृष्ण कन्हैया पाठकज्यूलाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। श्री आदरणीय नुवादत्त अर्यालज्यूलाई अनुरोध गर्दछु। सन्त निरंकारी मण्डल बैरघारी शाखाका निवर्तमान अध्यक्ष श्री आदरणीय बुवा सोसाइटी उपशाखा दथुमका सभापति श्री आदरणीय बुवा कृष्ण गरी नेपाल सोसाइटी उपशाखा दथुमका सभापति नेपाल रेड क्रस सोसाइटी क्षेत्र आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। श्री ढाकाराम खनालज्यू एवं ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। साथै सम्पूर्ण यसै गरी अब हामीले कार्यक्रमलाई अगाडि बढाउँदै जाँदा हाम्रो श्याम बहादुर रक्तदान कार्यक्रम साथै यस सन्त निरंकारी मण्डल बैरगारीका अध्यक्ष आदरणीय भीमबहादुर थापाज्यू हामी रगत दिन्छौँ भनेपछि मैले अनि एक पाउन्ड रगत दिएको थिएँ एक पोकार अनि त्यसरी रगत लिएर आएको थियौं भने हामीले मान्छेको रगत किन्न सक्दैनौं। यो अमूल्य चिज हो जसले हामीलाई एउटा अमूल्य जीवन दिन्छ। त्यसको लागि हामीले आज रगत दिँदै छात्र हुनुहुन्छ जो यस्तो कार्यक्रममा आएर आफ्नो अमूल्य समयलाई सत्सँग सदुपयोग गर्न क्या लाल लाल छ त हौ रातै छ है रातै छ ए दीपक सोल्टी होइन आएर गइसकेको हो कि